नेपालको राष्ट्रिय खेलकुद भलिबल आजबाट सुरु हुँदैछ। 9 NBA कप मेन्स वुमेन्स भलिबल प्रतियोगिता। यसमा भने मानबहादुर श्रेष्ठ भन्ने हामीले देखिने छैन। धुलो उडाउन्ताल सट हान्छ। पूर्व हाम्रो राष्ट्रिय टिमको कप्तान पनि हुनुहुन्छ र त्रिभुवन आर्मी क्लबबाट धेरै समय खेल्दै आइरहनु भएको यो प्लेयर भने हामीले NBA कपमा यसपालि देखिन भने पाउने छैनौँ। यो सँगसँगै गण्डकी प्रदेशको कुनै पनि खेलाडी हामीले यो टिममा भन्ने देखिन पाउने छैन। किन भन्दाखेरि भलिबल क्षेत्रमा राज गरेको प्रदेश भनेको गण्डकी प्रदेश हो। बिना गण्डकी प्रदेशको NBA कप के हेर्ने, खल्ल हुन्छ। तपाईँहरूलाई पनि पक्कै अनुभव भयो होला। हिमाल सुनारी, सञ्जय विक्रम शाह जस्ता अरू थुप्रै खेलाडीहरू हामीले NBA कपमा यसपालि भने देख्न पाउने छैनौँ। यो भनेको एउटा दुःखको कुरा हो। किन भन्दाखेरि योभन्दा अगाडि राष्ट्रिय टिममा टिम सिलेक्सन गर्दाखेरि गण्डकी प्रदेशको कुनै पनि प्लेयरहरूलाई समावेश नगरेको कारणले गण्डकी प्रदेशहरू यो पालि नखेल्ने निर्णय गरेका रहेछन् र यो चाहिँ अलिकति गलत नै हो जस्तो लाग्यो। तर पनि गण्डकी प्रदेश भनेपछि नेपाली भलिबल क्षेत्रमा राज गरेको एउटा प्रदेश हो क्या। बिना गण्डकी प्रदेशको भलिबल हेर्न त के मजा होला।